युट्युब च्यानलमा सबैजनामा स्वागत छ। नमस्कार। ल हेर्नुहोस्, कटहर चाहिँ एउटै बुटामा चाहिँ फेदामा चाहिँ कति फलिरहेको छ हजुरहरूलाई देखाउन गइरहेको छु। केएन सुवेदी ब्लग युट्युब च्यानलमा स्वागत छ। नयाँ साथीहरू भएदेखि च्यानल सब्स्क्राइब गरिदिनु होला। वेलकम टु केएन सुवेदी ब्लग। जक फ्रुट वाउ। ल हेर्नुहोस्, फेदैमा कति लास्टै फलिरहेछ। कसलाई चाहिँ कटहर मनपर्छ कमेन्ट गर्नुहोस्। नयाँ साथी भएदेखि च्यानल सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। यस्तै यस्तै भिडियोहरू हजुरहरू समक्ष लिएर आउने छु, सपोर्ट गरिदिनु होला। एकदम राम्रो कटहरमा चाहिँ सबैभन्दा चाहिँ राम्रो मिठो कटहर भनेकै यही हो। कस्तो लोचो फलेको छ, माथि बुटा पनि त्यस्तै छ, तल पनि त्यस्तै छ। ल हेर्नुहोस् त कसरी चाहिँ फलेको छ। यो चाहिँ विदेशबाट ल्याएर चाहिँ लगाएको कटहर हो। हाम्रो गाउँमा हाम्रा मात्रै छ, अरू कसैकोमा छैन। अर्को बुटो छ फेरि दुईटा तीनटा भन्दा एक सालमा फल्दै फल्दैन। यो चाहिँ लोचो फल्छ। ल तल मात्रै होइन, माथि पनि एउटै बुट्टामा चाहिँ 200-300 वटा चाहिँ कटहर छन्। हजुरहरूलाई कटहर चाहिएमा सम्पर्क गर्नु होला। मैले चाहिँ फेसबुक लिङ्क गरेको छु मेरो युट्युबमा, फेसबुकमा पनि जोइन हुनु होला। सबैजनामा नमस्कार। लास्टै फलेको छ। ल हेर्नुहोस्, अब 2 महिनापछि यो खाने हुन्छन्। 12 मास फल्छ फेरि, यसको सालमा एकचोटि मात्रै होइन। यो चाहिँ यो फलेको छ, फेरि अर्को फुलेको छ। थ्याङ्क यू वाचिङ दिस भिडियो।